सल्युट छ बालेन सरकार। जुन हिजो र अस्तिदेखि जुन नेपाल र इन्डियाको सीमा बीचको यो विवादको बारेमा जुन यो अहिले चर्चा भइरहेछ नि, हो यसको बारेमा के चर्चा गर्न चाहन्छु, चर्चामाथि चर्चा। यता सुन, स्वयं यही दाइले भनिरहेछ त, नेपालले नि मिचेको हो भनेर यो दाइले भनिरहनु भएको त। हामीले नै मिचेका छौँ भनौँ यहाँको इन्डियाको जमिन। हजुर ए कसरी 10 गजे हामीले छोडेका छैनौँ, 10 गजे हामीले खाएकै छौँ। अब के इन्डियाले नेपालको सीमा मिच्या हो भनेर के अब झगडा गर्न जाने इन्डियासँग? अनि नेपालको सीमा इन्डियाले मिच्या भनेर झगडा गर्न जाने? त्यस्तो होइन। त्यो भनेको एउटा बुद्धुले मात्र गर्छ। बालेन भनेको एकदम मल्टी ट्यालेन्टेड मान्छे हो, बुझिस्? उसलाई यतिकै लाखौँ जनताले, करोडौँ जनताले यसै त्यो पदमा पुऱ्याएन होला नि त। केही आश होला, भरोसा होला, उमा केही गुण देख्यो होला, उसले केही गर्छ कि भन्ने आश भरोसा भएर त जनताले उहाँसम्म सदनसम्म पुर्यायो। बालेनले एकदम सरल सिम्पल तरिकामा, एकदम डिप्लोमेटिक तरिकाले उसले एन्सर जवाब दिएको छ। आउनुहोस् टेबल टक गरौँ, तपाईँहरूले नि हाम्रो सीमा चेपेको छ, हामीले पनि तपाईँहरूको सीमा चेपेको छ, आउनुहोस् त्यसलाई सुल्झाउँ, सोल्युसनको हल निकालौँ, कसरी हुन्छ के हुन्छ भनेर चाहिँ उसले डिप्लोमेटिक तरिकाले